म फेरि साथी पहलकोमा आएको छु। अस्ति हामीले 2-3वटा एपिसोड गऱ्यौँ, 2टा गऱ्यौँ है। हजुर। त्यसमा हामीले दार्जिलिङको भूभाग को औचित्यहरू हैन, पुरानो संवैधानिक यसको स्टाटसहरू केलाउँदै गएर अन्तमा हाम्रो कुरा टुङ्गिएको थियो सिक्किमसँगको मर्जरबाट मात्रै हाम्रा आकाङ्क्षाहरू पुरा हुने सम्भावनाका कुराहरू त्यहाँ हामी टुङ्गिएका थियौँ। हामी त्यसैलाई जोडेर अगाडि जाउँ आज पनि, ल? हुन्छ। तर अब त्योभन्दा अगाडि चाहिँ मान्छे चाहिँ अहिलेसम्म छुट्टै राज्य गोर्खाल्यान्ड हुन्छ भनेर पर्खेर बसेको छ। बहुत 40 वर्ष भयो यो द्वन्द्व सहेको, सपना देखेको, आकाङ्क्षा देखेको होइन। तपाईँ फरक धारबाट यी चिजलाई हेर्नु, हुन त अब त्यो मुक्तिकै कुरा हो होइन, हाम्रो अधिकारकै कुरा हो। तर राजनीतिक दलहरूले जुन राजनैतिक अधिकारहरूको अधिकारहरूलाई जुन परिभाषित गर्यो, त्योभन्दा तपाईँको फरक एङ्गल छ। त्यस कारणले गर्दाखेरि पनि तपाईँको कुरा चाहिँ मौजुदा राजनैतिक दृष्टिकोण राख्नेहरू, अहिले राजनीतिलाई बुझ्नेहरूको भन्दाखेरि फरक, कन्ट्राडिक्ट हुन्छ। त्यस कारणले अब सवाल उठ्छ यो नयाँ विषयवस्तु गोर्खाल्यान्ड हुँदा फेरि नयाँ विषयवस्तु के हो भन्ने टाइपको। त्यस कारण म तपाईँसँग बुझ्न चाहन्छु, तपाईँ आफैले चाहिँ छुट्टै राज्य गोर्खाल्यान्डको जुन आन्दोलन छ यसको नाफा नोक्सानको बारेमा, यसको औचित्य प्राप्तिको बारेमा, हानिको बारेमा चाहिँ के सोच्नुहुन्छ? विशेष गरी तपाईँ सबैलाई मेरोबाट नमस्कार। अनि फेरि एउटा मौका दिनुभयो यसको निम्ति। यो मौकाको कुरा होइन, यो त हाम्रो सिरियस कुरा हो, चलिरहन्छ र धन्यवाद छ है। र तपाईँले गर्नुभएको प्रश्नलाई म उत्तर दिँदै विशेष गरी म के भन्न चाहन्छु भन्ने चाहिँ हामीले हाम्रो मागलाई कस्तो प्रकारले हेरेको छौँ है, र कसरी हेर्दै आयौँ। र मलाई लाग्छ अहिलेसम्म हामीले जतिवटा आन्दोलनहरू गऱ्यौँ, कार्यक्रमहरू गऱ्यौँ, सायद एउटा जग्गा चाहिँ आउनुपर्छ जहाँ त्यसको अवलोकन हुनुपर्छ, साँचो प्रकारको आन्दोलनलाई फेरि रिथिङ्क गर्नु पऱ्यो है, अवलोकन गर्नु पऱ्यो, एनालिसिस गर्नु पऱ्यो। त्यसमा म पहिला कर्पोरेटमा धेरै वर्ष काम गरेकोले एउटा हामी त्यहाँ कुरा गर्ने गर्थ्यो, त्यो चाहिँ हामी रुट कज एनालिसिस भन्दै। अच्छा, त्यो जरामा चाहिँ के छ, कहीँ प्रब्लम छ कि, त्यो हाम्रो लागि पोजिटिभ हो कि नेगेटिभ हुन्छ कि, मिसाउँदा के हुन्छ है, यो कुराहरू धेरै ल्याएर विचार विमर्श, यसको फलहरू के हुने हो, त्यो कुरा हामी प्रायः आउँछ। र आजसम्म हामीले जुन प्रकारको आन्दोलन हामीले गऱ्यौँ यो चाहिँ हामीले पोलिटिकल मुभमेन्ट गऱ्यौँ है। जहाँसम्म मलाई लाग्छ हाम्रो जुन प्रकारको माग छ, हाम्रो जुन प्रकारको कुरो छ भूभागको, यो कुरो चाहिँ संवैधानिक कुरो हो। हामीलाई संविधानले एउटा हक दिएर राखेको छ र हामीले चाहिँ हाम्रो संविधानको हक हामीले माग्नुपर्ने हो है। सायद मलाई लाग्छ यो एउटा पोलिटिकल आन्दोलन गरेर चाहिँ हामीले त्यो हकसम्म हामी पुग्नु हामी अलिकति सक्छौँ जस्तो लाग्दैन। किनभने जब चाहिँ एउटा हाम्रो मागको पोलिटिकल आन्दोलन हुन्छ भने त्यसले जहिले पनि अर्कै रुख लिइहाल्छ कि, राम्रो सुरु हुन्छ अलिकति बाङ्गिहाल्छ र बाङ्गिएपछि लिएर त्यो कहाँ पुग्छ हामीलाई थाहै हुँदैन। जस्तै अब अहिलेसम्मको पोलिटिकल आन्दोलनहरू सुरु भए सबैजनाले एउटा आकाङ्क्षा, इन्सपिरेसन लिएर है, उनीहरूको एस्पिरेसन बोकेर गएको थियो, तर कहाँ न कहाँ गएर फेरि अलिकति बाङ्गिएछ कि, अन्त बाङ्गिँदाखेरि चाहिँ सम्झौतामै गएर के हुन्छ, यो टुङ्गिन्छ। तर हामीले हाम्रो संवैधानिक अधिकार, हामीले जुन चाहिँ संविधानले दार्जिलिङ डिस्ट्रिक्टलाई दिएको छ त्यो अधिकार हामीले माग्यौँ भने चाहिँ सायद त्यसले चाहिँ हामीलाई एउटा गाइडेन्स दिन्छ होला, गाइडलाइन। संविधानले हाम्रो के हुन्छ, गाइडलाइन भएर जान्छ। र हामी त्यो कतिवटा कुरो इमोसनल कुरोहरूमा है, हामीले नबुझेका तर हामीले रट्टा ल्याइरहेको नाराबाजीहरूमा हामी बेसी होमिँदैनौँ कि, त्यसले हामीले चेकमा ल्याइहाल्छ। दुईवटा कुरा सोचेँ म यसमा। एउटा चाहिँ छुट्टै राज्य गोर्खाल्यान्ड संवैधानिक माग हो भनेर राजनैतिक रूपले आन्दोलन गर्यो, जसलाई तपाईँले नकार्दै हुनुहुन्छ। हजुर, किन नकार्दै भन्दाखेरि यसलाई नकार्ने कुरो त होइन, गोर्खाल्यान्ड माग्दा त भने त्यो बाटो सही होइन इन द सेन्स मैले भन्नु खोजेको चाहिँ हाम्रो जुन चाहिँ पोलिटिकल आन्दोलनहरू भयो त्यो पोलिटिकल आन्दोलनहरू के तपाईँलाई सही लाग्छ अहिलेसम्म भएर गएको? 3टा आन्दोलन गऱ्यौँ हामीले, समीक्षा गर्नुपर्ने विषय, समीक्षा गर्नु 1986 मा कहाँ पुग्यो?
2007मा कहाँ पुग्यो, 2017मा कहाँ पुग्यो। अब त्यसले त फलले रिजल्ट के भयो, त्यसले त तपाईँलाई बताउँछ नि त, इन्डिकेसन दिन्छ नि त। तपाईँलाई कहीँनिर यो हो, यस्तो हो, यो ठिक हो, यो ठिक होइन कहीँ लेखेको हुँदैन नि त। सपोज भन्दाखेरि हामीले एउटा कुरो गर्नुपर्दा यहाँनिर के छ भन्दा पहिला चाहिँ हामीले पोलिटिकल आन्दोलनहरू भएको, स्पिचहरू भएको कुरोहरू पाउँथ्यो। तर अहिले चाहिँ हाम्रो के छ भनेर हाम्रो आन्दोलनको माग चाहिँ जुन चाहिँ छ यो एउटा संवैधानिक भइसकेको छ। त्यही कारण तपाईँले अहिले यहाँनिर कुनै प्रकारको जुलुस भएको, भाषण भएको पाउनु हुँदैन नि त। अहिले धेरै वर्ष जब त्यो राजनैतिक मुभमेन्टमा थियो हजुर भइरहेको, अहिले चाहिँ भएको छैन। किनभने यो एउटा हाम्रो जुन चाहिँ माग छ, हामीले आउने अधिकार चाहिँ त्यो पिपिएस भएर आइसकेको छ नि त। यसले चाहिँ पर्मानेन्ट पोलिटिकल सल्युसन, यसले चाहिँ सल्युसनतर्फ जाँदैछ, यो संवैधानिक छ। बुझ्नुभयो? पर्मानेन्ट भनेको चाहिँ तपाईँले यसलाई पर्मानेन्ट चाहिँ कसरी हामीले बुझ्न सक्छ भन्दा चाहिँ हाम्रो जुन अधिकार छ, अधिकारलाई चाहिँ हामीलाई के छ भने हामीलाई टेम्पोररी चाहिँ हामीलाई यसको सल्युसन या कुनै प्रकारको यसको एन्सर हामीलाई चाहिएको होइन नि त। हामीलाई एउटा पर्मानेन्ट एउटा ठोस कुरा चाहिएको। अहिले मैले होइन हामीलाई सम्झौताहरू चाहिएको होइन। यो पर्मानेन्ट भन्ने शब्दले कता के इन्डिकेट गर्छ? यसले भन्दा चाहिँ हाम्रो पोलिटिकल अधिकार है, राजनैतिक अधिकार, पोलिटिकल राइट भन्छ, जो चाहिँ हामीले एब्जर्भ एरियामा भएको पोलिटिकल राइटलाई हामी माग्दैछ, त्यो चाहिँ एउटा पर्मानेन्ट पोलिटिकल राइट हो, जसले हामीलाई चाहिँ हाम्रो भूभागलाई चाहिँ लेखिदिन्छ, संवैधानिक अधिकार दिन्छ। बुझ्नुभयो? अनि विशेष गरी मैले यहाँ भन्नुपर्दाखेरि हामीले कस्तो खालको आन्दोलन हामीले गरेर आयो अहिलेसम्म है। 1986मा पनि हामीले आन्दोलन गऱ्यौँ, 7मा पनि गऱ्यौँ, 17मा पनि गऱ्यौँ, 2017मा पनि गऱ्यौँ। अब यो कुरा हेर्दाखेरि 1986को आन्दोलनलाई जब हामी याद गर्छौँ भनेर चाहिँ त्यो समयहरूमा कस्तो प्रकारको एउटा माहौल थियो भनेर चाहिँ हामीले एकदम अब एउटा प्रिस्टिन झकझक बोल्दैहरूको मान्छेहरूले है, एउटा अब त्यसलाई नेपालीमा भन्नुपर्दा चाहिँ अब सिधा सोझा मान्छेहरू है, एकैचोटि उहाँहरूले गोर्खाल्यान्ड आन्दोलनमा उहाँहरू उभिन पुगे र त्यहाँ नाराबाजीहरू भयो। हामीले 40 दिनको स्ट्राइक गऱ्यौँ। हाम्रो पोलिटिकल मुभमेन्ट चाहिँ कस्तो भयो भन्दा चाहिँ इन्डियाले नदेखेको स्ट्राइकहरू हामीले त्यहाँ गऱ्यौँ। 40 दिनको स्ट्राइक गऱ्यौँ, 107 दिनको स्ट्राइक गऱ्यौँ, कर्फ्यू गऱ्यौँ त्यहाँनिर। कर्फ्यू हामीले गऱ्यौँ, कर्फ्यूहरू भयो त्यहाँनिर है। सिआरपीसित मान्छेहरू त्यहाँनिर के भन्छ गोलीबारीमा परे, धेरैजना मान्छेहरू मरे होइन। धेरैजना मान्छेहरू मर्नु मात्र होइन, त्यहाँनिर कस्तो खालको भएको छ भने अब धेरैहरूको घरै त्यहाँनिर के भएको छ, उजाडेको छ। सरकारी कार्यालयहरू जलाउने क्रमहरू भयो, स्कुलहरू जलाइ पठायो, संसाधनहरू त छन् त त्यहाँनिर गइरहेको, घर कुड्की भयो। अहिले भएको नभएको आन्दोलनकारीहरूले केस खाएको छ त्यहाँनिर, अहिलेसम्म कतिजनाले केस धाउँदैछ। अब हामीले उपलब्धि चाहिँ के चाहिँ पायौँ यहाँनिर, हामीले त्यो हेर्दै जानुपर्छ। अब त्यो मात्र होइन, त्यो समयहरूमा जब 1986मा है 40 दिनको स्ट्राइकमा मलाई अलिक थाहा छ, जबसम्म मलाई थाहा छ मान्छेहरूको घरमा त्यति बेला समयमा चाहिँ के थियो, हाम्रो यहाँ पाहाडको स्थिति भन्दा चाहिँ लुटी ल्यायो भुटी खायो भन्ने अवस्था क्या त है। सबैजना त्यस्तो डरलाग्दो अहिले जुन प्रकारको एउटा के भन्नु आर्थिक सम्पन्नता म देख्छु यहाँनिर त्यस्तो थिएन क्या। अन्त मान्छेहरू भोकभोकै, नानीहरू भोकभोकै, मान्छेहरूले आफ्नो घरको गाग्रोहरू है बेच्दै गरेको, भएको नभएको बुलकी सुनहरू बेचेर उ गरेको। अब त्यहाँनिर दोकानहरूमा धेरै प्रकार त्यागहरू भएको त्यहाँनिर। अब दोकानहरू बन्द थिए, सिक्किममा गएर त्यहाँनिर दाल चामल ल्याएर खानु पर्थ्यो होइन। अब त्यसको चाहिँ अवलोकन कसरी गर्ने त, त्यो सबै त्याग गर्यो मान्छेले। अहिले भनिन्छ कि एउटा अफिसियल फिगरमा हिसाबमा 1200 जना शहीद भयो भन्छ, तर अनअफिसियल उसमा हेर्दाखेरि चाहिँ सायद त्यहाँनिर भनिन्छ कि 10,000 जना बेसी मान्छे मरे भन्दैछ। अब त्यो मान्छे त मर्नलाई प्रिपेयर थिएन नि त। अल अफ अ सडन आन्दोलन भयो, 27 जुलाई भयो, अलिक उयो भयो, आन्दोलन भयो, त्यहाँ यो कार्यक्रम सुरु हुन थाल्यो अरे। र यसले चाहिँ के छ भने अकस्मात यो कुरा आउँदा चाहिँ सायद यहाँका मान्छेले झेलेको, अरू मान्छेले झेल्नु सक्दैन थियो, हाम्रै मान्छे भएर झेल्नु सक्यो। तर यो सबै झेलाइहरूमा चाहिँ हामीले चाहिँ के चाहिँ पायौँ। इभन मैले यो पनि थाहा छ कि बेच्ने मान्छे पनि थाहा छ, किन्ने मान्छे पनि थाहा छ। कसै घरमा बाजेले सायद त्यो इटलीमा बर्मामा जितेको रहेछ मेडल, लडाइँमा मेडलहरू जितेर एकदम सिलिङ रुममा राखेँ क्या टल्काएर नि। घरमा के त्यो पनि ल्याएर बेचेर आफ्नो नानीहरू पाल्न, खानेकुरोको। तपाईँले भन्नु खोज्नु भएको छ यत्रो जनस्तरको जुन त्याग थियो, बलिदान थियो होइन, उनीहरूले जुन
आफ्नो उमेर, आफ्नो परिश्रम, आफ्नो रगत, आफ्नो तागत, आफ्नो शक्ति सबै कुरा जीवन नै लगानी गर्यो आन्दोलनमा, तर त्यसको प्राप्ति चाहिँ केही पनि भएन भन्ने हो। हजुर, त्यसको प्राप्ति चाहिँ आज तपाईँले नै हेर्नुहोस् अवलोकन गर्दाखेरि के हामीले यो सबैको निम्ति चाहिँ हामीले गरेको थियौँ ल। आज तपाईँले फन्डै छैन, जम्मैको प्राप्ति चाहिँ के देख्नुभयो? यो सबैको प्राप्ति चाहिँ अब के दिँदाखेरि लिएर भन्दा चाहिँ अब हामी सायद हामीमाथि कुनै षड्यन्त्र भयो, हामी कुनै षड्यन्त्रको शिकार भयौँ र त हामीले यो उसमा हामी घुमियो त। हामी यो उसमा घुमिँदाखेरि चाहिँ के भएको छ यहाँ भन्दा चाहिँ हामीले जुन पाउनुपर्ने इन्टरनल राइट टु सेल्फ डिटर्मिनेसन अलग राज्य कुरा थियो नि त, त्यो अलग राज्यकै हामीले कहाँसम्म चाहिँ पुग्यौँ त? त्यसको त हुनु पर्यो है, एउटा काहीँ न काहीँ गएर चाहिँ हामीलाई योबाट चाहिँ हामीले यस्तो भए अब चाहिँ हामी यस्तो हुन्छ, एउटा संवैधानिक अड्कलबाजी पनि त्यहाँ हुन्छ नि त होइन। त्यो पनि त हाम्रोमा अहिले अवलोकन गर्ने घडेरी नै छैन, खुड्कुलै छैन। अब कहाँबाट हेरेर चाहिँ यसलाई जस्टिफाई गर्नु? यो आन्दोलन जुन हामीले गरेर ल्यायौँ, यो आन्दोलन चाहिँ कुन दृष्टिकोणले चाहिँ हामी जस्टिफाई गर्नु पर्यो? जस्टिफिकेसन छैन त्यसको चाहिँ। भन्नुको मतलब के छ भनेर चाहिँ हामीले सफासँग भन्नु पर्दाखेरि चाहिँ अब यो कसैले गरेको एउटा षड्यन्त्रको हामी शिकार भयौँ र त्यसमा हामी होमियौँ। हामीले माग्नु पर्थ्यो संवैधानिक माग, तर हामी पोलिटिकलपट्टि जाँदाखेरि लिएर चाहिँ हाम्रो माग नै के भएर गयो, 40 वर्ष के भयो लम्बेर गयो नि त। तपाईँलाई किन चाहिँ त्यतिखेरको नेतृत्वलाई यो पोलिटिकल आन्दोलन चाहिँ चाहियो होला भन्ने लाग्छ? जबकि त्यो लक्ष्य चाहिँ छुट्टै राज्यको थियो तर प्राप्ति चाहिँ सम्झौतासम्म गयो, दागो पापोको सम्झौता, जिटिएको सम्झौतासम्म गयो होइन। यसको पछिल्लोतिर के कारण थियो भन्ने लाग्छ? यसको पछिल्लोतिर चाहिँ हामीले हाम्रो संवैधानिक अधिकार के छौँ त्यो नै हामीले खुट्याउने साथमा त्यो पद्धतिमा हामी गएनौँ नि त। हामीले जब संवैधानिक हाम्रो अधिकार माग्छ भने चाहिँ त्यो चाहिँ एउटा सोसियल मुभमेन्ट हुनु पऱ्यो नि त, एउटा जनताको मुभमेन्ट हुनु पऱ्यो, जुन मुभमेन्ट चाहिँ एउटा कन्स्टिट्युसनल मुभमेन्ट हुनु पऱ्यो, जो चाहिँ हामी देख्छौँ त्यहाँनिर तेलङ्गानाले गरेको, हाम्रो समयमा तेलङ्गाना झारखण्डले गरेको हामीले प्रत्यक्ष रूपमा देखिरहेको छौँ। आज हाम्रो चाहिँ एउटा संवैधानिक मुभमेन्ट हुनेमा चाहिँ त्यहाँ हाम्रो मागलाई अलिकति के भन्नु अलिकति घुमाएर चाहिँ त्यो फेरि के भयो, हिंसापट्टि नै गयो क्या। अच्छा, तपाईँको मतलब हाम्रो आन्दोलन चाहिँ संवैधानिक हुनु पर्थ्यो तर भयो पोलिटिकल आन्दोलनको लक्ष्य भने पोलिटिकल चाहिँ के हुन्छ नि, एनी टाइम यो चाहिँ कहीँ न कहीँबाट के हुनसक्छ, अब यसले दिशाहीन अलिकति हुनु सकिहाल्छ कि। सम्झौता सुरु चाहिँ राम्रै भएर गयो कि अलिकति पर गएपछि लिएर चाहिँ कहाँबाट बाँकिदिन्छ, के हुन्छ, कसो हुन्छ, त्यो कसैले अब त्यो गेसै गर्नु सक्दैन है। अब त्यस्तै भएर गयो नि त, तिनवटा आन्दोलन त्यस्तो भएर गयो। लास्टमा त यति साह्रो कि हामीलाई त थाहा थिएन अब घर कुड्की भन्ने पनि हुँदो रहेछ आन्दोलन। यहाँ घर कुड्की पनि भयो नि त, विस्थापित भए, अहिलेसम्म कतिजना जेलमा छन्, विस्थापित भइरहेको छन् है। अब हामी यो प्रकारले हेर्दा त यो यस्तो हुनलाई त हामीले आन्दोलन गरेको थिएनौँ नि त। हाम्रो संवैधानिक अधिकार त हामी संवैधानिक आन्दोलन चाहिँ कस्तो हुन्छ? संवैधानिक आन्दोलन चाहिँ जनताको आन्दोलन भयो नि त, जहाँ चाहिँ भनिन्छ कि संविधानका विज्ञहरूले भन्छ यदि संवैधानिक कुरोहरू तपाईँले माग्नु त्यो जनताले माग्नुपर्छ, क्लबहरू आउनु पऱ्यो, समाजहरू आउनु पऱ्यो। अब स्टुडेन्ट त नभनौँ है, स्टुडेन्ट पनि आउँछ, शिक्षकहरू भयो, अब कार्यालयका मान्छेहरू भयो, जेनरल पब्लिक भयो, उहाँहरू सबै गरेर चाहिँ हाम्रो संविधान दार्जिलिङ डिस्ट्रिक्टको संवैधानिक अधिकार, एब्जर्भ एरियामा रहेको संवैधानिक अधिकार जो पार्सली एक्सक्लुडेड एरिया 1935मा डिक्लेयर गरेर रहेको अधिकार हो नि त, त्यो अधिकार चाहिँ हामीले माग्नुपर्ने थियो नि त। तर यो कुरो चाहिँ हाम्रो आन्दोलनमा कहीँ पनि हामीले चाल पाएनौँ। हामीले एउटा रटार लाग्यो कि हामीलाई अधिकार दिनुपर्छ, गोर्खाल्यान्ड दिनुपर्छ, तर त्यसको आधार हामीले बुझाएनौँ। तर आधारहरू चाहिँ हाम्रो राज्य पाउने आधार चाहिँ यो कुरोहरू थियो नि त, बुझ्नुहुन्छ? र संवैधानिक प्रकारले यदि हामी हेर्छौँ भने चाहिँ हाम्रो संवैधानिक अधिकार चाहिँ सिक्किम विलय नै हो, किनभने दार्जिलिङ डिस्ट्रिक्ट चाहिँ सिक्किमको एब्जर्भ एरिया भएर भनेपछि हाम्रो संवैधानिक माग जस्तै यहाँको नेतृत्वले राजनैतिक माग गरे छुट्टै राज्य गोर्खाल्यान्ड, त्यो उल्टो दिशातिर छ। हाम्रो चाहिँ संवैधानिक माग हुनुपर्छ अनि त्यो संवैधानिक माग चाहिँ हो सिक्किम दार्जिलिङ एकीकरण। विशेष गरी के छ भने हामीले यो सब कुरो अघि मैले भने नि, यो त हाम्रो अब आन्दोलन गर्दा काहीँ न काहीँ भुलचुक हुन्छ, भुलचुक पनि भयो है, यो पनि हामीले मान्नुपर्छ। तर एउटा हाम्रो पोलिटिकल लिडरहरूमा यो कुरो के छ भने हामीले भुल गऱ्यो भने हाम्रोबाट भुल भएछ स्वीकार्ने कुनै प्रयास, जस्तै हामी वेस्टमा हामी देख्छौँ, या इन्डियामा पनि कतिवटा जग्गामा हामी देख्छौँ, कतिवटा टप लिडर्सहरू देख्छौँ, काहीँ न काहीँ भुलचुक त हुन्छ होइन। मान्छेले उसलाई त कोसेर त धिखार्ने काम त गर्दैन नि,
त्यो जन्मायो त्यो मान्छे त हिरो पो हुन्छ अझ हामीले यो राम्रो सोचेर गरेको थियो तर भुल भएछ भन्ने यस्तो प्रकारको एउटा के भन्नु त्यसलाई अब एउटा अकाउन्टेबिलिटी लिने एउटा मान्छे पनि भएन मैले भन्नु खोजेँ यहाँ चाहिँ के छ भनेर चाहिँ हामीले अब यस्तो खालके घातक हुने पोलिटिकल मुभमेन्टहरू चाहिँ हामीले गर्नु हुँदैन हामीलाई झन् नोक्सान हुँदै जान्छ है आजको दिनमा हेर्नुहोस् यहाँनिर कतिवटा इस्युजहरू यहाँ आइसकेको छ हामीले यहाँनिर पोलिटिक्स गर्छु भन्छ पोलिटिक्स गरिरहेको छौँ है यत्रो 40 वर्षको अवधिमा अब भने राम्रो कुरा भने कालिम्पोङमा राम्रो एउटा मोटर स्ट्यान्ड बनाउनु सकेको छैन पार्किङ राम्रो बनाउनु सकेको छैन अब पार्किङ त धेरै ठाउँ हुनुपर्ने हो नि त एटलिस्ट त्यो चाहिने हो एउटा पार्क हुनुपर्छ त्यो त हामीले बनाउनु सकेको छैन हामीले पोलिटिक्स चाहिँ के आधारमा गर्दैछौँ त है त्यही कारण मैले भन्दाखेरि यो त एउटा यहाँको कुरो भयो हाम्रो चाहिँ अधिकारपट्टि जुन हाम्रो टक चाहिँ हो अधिकारपट्टि हाम्रो संवैधानिक अधिकार के छ त्यसको हामीले गरेको कुरोमा फाइदा नोक्सान भन्दा चाहिँ गोर्खाल्यान्ड चाहिँ संवैधानिक माग होइन है अनि किन होइन भन्दाखेरि यो चाहिँ सुप्रिम कोर्टले पनि भनिसकेका छन् कि गोर्खाल्यान्ड इज ए पोलिटिकल इस्यु भनेर होइन यसलाई समाधान भन्नुको मतलब चाहिँ यसको जुडिसियरीसित चाहिँ त्यस्तो सम्बन्ध छैन यसको जन्मदाता श्रीमान सुभाष सिंह उहाँले पनि भन्नुभएको थियो कि गोर्खाल्यान्ड चाहिँ नफल्ने वनतरुल हो भन्नुको मतलब चाहिँ अब उहाँले सुरु त गर्नुभयो तर संवैधानिक हिसाबले यो चाहिँ पाउने हामी देखिँदैन है र संवैधानिक हिसाबले मैले तपाईँलाई अघि भने यो हाम्रो माग चाहिँ संवैधानिक हुनुपर्ने तर पोलिटिकल हुँदा चाहिँ हाम्रो यहाँ कुरा हामीले ठिक कुरा पाएनौँ अब यसलाई चाहिँ हामीले अब चाहिँ यसलाई के गर्नु पर्यो बताएर जानु बनाएर सम्हालेर संवैधानिक बनाएर फेरि संवैधानिक मुभमेन्ट सुरु हुनु पर्यो संवैधानिक मुभमेन्ट चाहिँ मुभमेन्ट होइन पोलिटिकल मुभमेन्ट होइन चाहिँ संवैधानिक मुभमेन्ट सुरु हुनु पर्यो अच्छा हाम्रो इस्युजको लागि हामीले जुन संवैधानिक डिमान्डको जुन कुरा गर्दैछ तपाईँले कुरा घुमाएर सिक्किम दार्जिलिङको मर्जतिर लाँदैछ अच्छा सरकारसँग चाहिँ हाम्रो मागको अथवा हाम्रो समस्याको समाधानको विकल्प चाहिँ के छ सरकारसँग पनि यही नै हो कि यो चाहिँ अब पिपिएस भनेर उहाँले भन्नुहुँदैछ होइन जस्तै हामीले उहाँले गोर्खाल्यान्डमा कतिवटा बैठकहरू भए है त्यो एउटा सायद कुनै पनि समाधान चाहिँ पर्मानेन्ट हुँदैन भन्छ खासमा चाहिँ तर उहाँहरूले चाहिँ पोलिटिकल पर्मानेन्ट सल्युसन भन्दै छैन समाधान त्यही कारण अहिलेको उसमा चाहिँ तपाईँलाई भन्नुपर्दा चाहिँ के हुन्छ भनेर नि गोर्खाल्यान्डलाई नै सरकारले घुमाएर चाहिँ के गर्दैछ पिपिएस बनाइदिएको हो नि त त्यही कारण त अहिले तपाईँले यहाँनिर अघि मैले भनिनँ गोर्खाल्यान्डको स्पिच देख्नु हुँदैन गोर्खाल्यान्डमा मुभमेन्टहरू भएको देख्नु हुँदैन अहिले किन हुँदैन त 40 वर्ष त गऱ्यो होइन तर अल अफ अ सडन किन यो उयो भयो जामिया त त्यहाँ किन एउटा void एउटा भ्याक्युम क्रिएट भयो भ्याक्युम क्रिएट भएको त होइन तर यो चाहिँ के भइसकेछ अब संवैधानिक माग भइसकेछ नि त अच्छा गोर्खाल्यान्ड आन्दोलन गरेर चाहिँ हामीले केही पनि पाएनौँ हामीले एमपी र एमएलए गोर्खाल्यान्डको आन्दोलन गरेर चाहिँ हामीले एमपी र एमएलए जन्माउने काम मात्रै गऱ्यौँ त्यो मात्रै होइन दार्जिलिङमा चाहिँ कसले चाहिँ त्यहाँनिर के गर्ने अधिकार गरेर त्यहाँ राज चलाउने त्यति मात्रै देख्यौँ नि त त्यहीँ उता त हामीले अरू उपलब्धि त के पनि पाएको छैनौँ ठिक हो तपाईँको यो पिपिएस भनेको नै संवैधानिक हाम्रो बुझाइमा चाहिँ पिपिएस भनेको चाहिँ तपाईँको दार्जिलिङ डिस्ट्रिक्टको सिक्किममा मर्ज हो किनकि यो संवैधानिक हो संविधानले यो भन्दैछ नि त किनभने दार्जिलिङ डिस्ट्रिक्ट चाहिँ सिक्किमको अघि मैले भने एब्जर्भ एरिया हो जसलाई चाहिँ इन्डियाले एउटा आफ्टर तपाईँको आफ्टर इन्डिपेन्डेन्स चाहिँ के भएको छ भनेर चाहिँ त्यहाँ एउटा 1949मा एउटा कानुन बनिएको छ द रिक्विजिसन ल्यान्ड अपर्चुनिटी कम्पनसेसन एक्ट भन्दैछ त्यो एक्ट अनुसार चाहिँ सिक्किमले दार्जिलिङको तिरो खाएको हो नि त 1975 सम्म त्यसको अगाडि पनि तिरोहरू खाएको छ तर पोस्ट इन्डिपेन्डेन्स आफ्टर इन्डिपेन्डेन्स पनि एउटा कानुन बनेर त्यो कानुनको तहत पनि त्यहाँ के खाएको छ तिरो खाएको छ भनेपछि यो जमिन चाहिँ उसको थियो र त उसले तिरो पाएको थियो जसको मालिक छ मालिकले त खान्छ होइन जस्तै मेरो घर छ यो घर मैले तपाईँलाई रेन्टमा दिएँ रिक्विजिसनमा दिएँ है तपाईँले जबसम्म तपाईँको हुन्छ तपाईँले मलाई त तिरो दिनुहुन्छ नि त म मालिक भएको कारण म तिरो खान्छु र अन्तमा चाहिँ तपाईँले मलाई के गर्नु पऱ्यो त्यो घर फर्काउनु पऱ्यो किन त्यसको खास मालिक हकदार त म हो नि त होइन सिक्किम हो नि त त्यसरी नै संवैधानिक उसमा चाहिँ जब यो भूभाग है दार्जिलिङ डिस्ट्रिक्ट सिक्किममा जान्छ एउटा हाम्रो पिपिएस कम्प्लिट भएर जान्छ सिक्किममा
यो भूभाग पस्दा हामीलाई के नाफा छ के नोक्सान छ? यसमा जानु अगाडि चाहिँ म तपाईँलाई केही कुरो भन्नु मन लाग्यो। त्यो विशेष गरी चाहिँ के छ भनेर हामीले अब यो संवैधानिक मुभमेन्ट भनिने जनताको मुभमेन्ट, यसमा चाहिँ के कुराको एउटा महत्त्व हुन्छ कि है, विशेष हामीले हेर्दाखेरि चाहिँ हाम्रो समयहरूमा अब एउटा सानो अवलोकन तपाईँ अगाडि राख्नु मन लाग्यो। त्यो अवलोकन चाहिँ के छ भन्ने लिएर चाहिँ हामीले 3टा आन्दोलन गऱ्यौँ। 3वटा पोलिटिकल मुभमेन्ट डर लाग्दो पारा फेल भयो, असफल भयो, ड्रास्टिकली डर लाग्दो। असफल सानो असफल भयो नि फेरि, डर लाग्दो असफल। अब हामीले गर्नुपर्ने चाहिँ एउटा कन्स्टिट्युसनल मुभमेन्ट, जनताको मुभमेन्ट गर्नुपर्छ। त्यो चाहिँ सोसल मुभमेन्ट गर्नुपर्छ। जुन मुभमेन्ट चाहिँ हामीले भाषाको आन्दोलनमा गरेका थियौँ। भाषाको आन्दोलन धेरै भए पनि अन्तिममा सिक्किमको अथक प्रयासमा चाहिँ हामीले नेपाली भाषाले चाहिँ भारतको संविधानको 8औं अनुसूचीमा जग्गा पायो। अब यहाँ के हुन्छ भन्दा चाहिँ भाषाले चाहिँ हामीले के गर्छ भन्दा चाहिँ हामीलाई जोड्ने काम गर्छ। दार्जिलिङ डिस्ट्रिक्टमा हामी जुनै थरीका मान्छे भयो, जुनै गोत्रका मान्छे भयो, जुनै ट्राइब भयो, जो पनि नेपाली भाषालाई हामीले बाँधेर राखेको छ नि त है। एउटा यो चाहिँ उपलब्धि हो। सिक्किममा पनि त्यसरी सिक्किम र नेपालीलाई, अब सिक्किम र दार्जिलिङलाई केले बाँध्छ भन्दा चाहिँ यो भाषाले बाँध्छ कि, नेपाली भाषाले। अन्त नेपाली भाषाको आन्दोलन हामीले कस्तो पाराले गरेको थियौँ त्यसलाई नै हामीले सोचेर गर्नु पऱ्यो नि त। अब हामीले यसरी संवैधानिक आन्दोलन गर्दाखेरि चाहिँ हाम्रो यहाँनिर स्ट्राइक गर्नु पर्दैन, मान्छे मर्नु पर्दैन, तोडफोड गर्नु पर्दैन, जलाउनु पर्दैन, एका दुसरालाई के भन्छ त्यो हिना गरेर के भन्छ अब बोयकटहरू गर्नु पर्दैन। हामीले भाषा आन्दोलनमा जस्तै नाच्दै गाउँदै हाम्रो संवैधानिक अधिकार हामीले यो सोसल मुभमेन्टबाट पाउन सक्छौँ, जसको एउटा ज्वलन्त उदाहरण चाहिँ हो अहिलेसम्म गरेर एउटै आन्दोलनले हामीले पाएको सफलता चाहिँ भाषा आन्दोलन हो। गऱ्यौँ, टाइम लाग्यो है, तर हामी त्यहाँ फते भयौँ। हाम्रो यो जमिनको आन्दोलन त्यो हुनुपर्ने हो नि त। दार्जिलिङ डिस्ट्रिक्टको भूभागको जुन चाहिँ संवैधानिक आन्दोलन छ यो पनि यस्तै प्रकारको हुनुपर्छ। त्यही कारण विभिन्न क्लबहरू भयो, विभिन्न सोसाइटी भयो, सङ्घ संस्था भयो होइन, स्कुलहरू भयो, मानिसहरू भयो, उहाँहरू सबैजना आएर चाहिँ उहाँले माग्नुपर्छ भन्नुहुन्छ नि त। र त्यही त भन्दैछ भाषा संविधानविज्ञहरूले के भन्छ भन्दा चाहिँ जब यी क्षेत्रहरूमा दार्जिलिङ जस्ता क्षेत्रहरूमा बुझ्नुहोस् है, जनताले यदि आफ्नो संवैधानिक अधिकार माग्छ भने चाहिँ जो जनताले माग्नुपर्छ, राजनीतिक पोलिटिसियनले चाहिँ होइन भन्दैछ। त त्यहाँ पोलिटिकल पार्टीले ब्याकबाट सपोर्ट गर्न सक्छ, तर यहाँ चाहिँ जनताले नै अगाडि आएर माग्नु पर्यो। यो चाहिँ यहाँ भएको छ नि त। अब यो चाहिँ कहिले माग्ने? अहिलेसम्म हाम्रो अधिकार चाहिँ मागेको छैन। हाम्रो अधिकारको मागको आन्दोलन भनौँ, मुभमेन्ट भनौँ, यो चाहिँ अहिलेसम्म सुरु भएको छैन। सम्झिनुहोस् न, 40 वर्ष चाहिँ हामीले के गरेछौँ त? यो तपाईँले एउटा पत्रकारको हैसियतमा पनि एउटा मैले भन्नु खोजेको यहाँ भ्युवर्सलाई है, तपाईँहरूले एकपल्ट यसो बसेर विचार गर्नुहोस् यो भिडियो हेरेर नि, भने 40 वर्ष चाहिँ हामी कता कुद्दै थियो रहेछौँ, के गर्दो रहेछौँ, के हाम्रो माग जायज थियो होला र? सबैजनाले आफ्नो मागहरू पाइसक्यो त। हामीले कहिले चाहिँ सुन्यौँ कि झारखण्ड, उत्तराञ्चल, यो तेलङ्गानाले त्यस्तो भाइलेन्ट त्यो गरेको आन्दोलन गरेको? भारतको कुन चाहिँ राज्य होला जहाँनिर चाहिँ 10,000 भन्दा बेसी मान्छे मरेर, यत्रो मान्छे विस्थापित भएर, 100 डेज भन्दा ओभरको स्ट्राइक गरेर चाहिँ कहाँ पायौँ हामीले? कहाँ चाहिँ राज्य पाएको छ? त्यत्रो गरेर पाउनु चाहिँ जिटिए पायो होइन? होइन, जे अरू जग्गामा नि यो उदाहरण चाहिँ कहाँ चाहिँ छैन छैन त। उनीहरूले आन्दोलन गर्यो, संवैधानिक गर्यो, तर केही कालको लागि गर्यो नि त। किन उनीहरूले के खोज्यो? आफ्नो संवैधानिक अधिकार खोज्यो। तर हामीले चाहिँ हाम्रो संवैधानिक अधिकार संवैधानिकपट्टि लाग्ने पर्नेमा हामी अलिकति बाङ्गोपट्टि लाग्यो। त्यसले गर्दा चाहिँ हामी यत्रो 40 साल आउनु पर्यो क्या। सिक्किमसँग मर्ज गर्नुपर्छ भन्नुहुन्छ। सिक्किमकोमा त आफ्नै किसिमको द्वन्द्वहरू छ, जस्तिको केसहरू पनि अगाडि आइरहेकै छ होइन? त्यहाँको कन्फ्लिक्ट। अच्छा, सिक्किममा अहिले चल्दै गरेको कन्फ्लिक्टले ताकेको दिशा चाहिँ के फेरि? विशेष गरी चाहिँ अब के छ भनेर अहिले हेर्नु पर्दाखेरि चाहिँ के कन्फ्लिक्ट नभनौँ हामीले है, सिक्किममा जुन प्रकारको एउटा डेभलपमेन्ट भइरहेको छ यो हेर्दा चाहिँ के छ भने मैले अस्ति भनिरहेको छु, हाम्रो अधिकार चाहिँ प्रेसिडेन्ट अफ इन्डियाले खेल्दै आउँदैछ क्या अहिले चाहिँ। सायद उनीहरूले पनि चाल पायो होला।
सिक्किमले होइन भारत सरकारले राइट अब यो बिचरा दार्जिलिङ डिस्ट्रिक्टको मान्छेले एकदम सोझो रहेछ है अब बुझ्दैनन् भन्यो होला या उनीहरूले माग्छ यिनीहरूको माग कहाँबाट सुरु हुन्छ कहाँ टुङ्गिन्छ भनेर अहिले भारत सरकारले नै यो बिस्तारै खेल्दै आएको जस्तो हामी देख्छौँ कि हामीले मुभमेन्ट गर्ने बेलामा त सरकारले नै गरिरहेछ भन्ने हो अब त्यो यहाँनिर जस्तै अब सिक्किममा 80% त्यहाँका नागरिकहरू विदेशी भन्ने कुरा भर्डिङमा आयो त्यो पछाडि तपाईँको इन्कम ट्याक्स सन्दर्भमा फिनान्स बिल आयो 26AA सेक्सन 10 होइन 26AA अन्त यो कुरोहरूले चाहिँ हामीलाई के बताउँदैछ त अब यसलाई पनि हेर्नु पऱ्यो नि त त्यही कारणले गर्दाखेरि अहिले हामीले सिक्किम बिलले जुन भन्दैछ त्यो एउटा संवैधानिक विषय हो संवैधानिक विषयको सायद प्रारम्भिक प्रिलिमिनरी कुरोहरू चाहिँ यहाँनिर चलखल गर्नु सुरु भयो प्रारम्भिक चरण मात्रै हो यो सायद अहिले देख्दाखेरि चाहिँ हामीले दार्जिलिङ डिस्ट्रिक्टमा चाहिँ यो कुनै आन्दोलन देख्दैनौँ त्यहाँनिर घाइकुट देख्दैन सिक्किममा चाहिँ कता कता क्या उहाँको मान्छेहरूलाई नि अलिकति इन्डिकेसन चाहिँ अब उहाँको जो स्टेटमेन्टहरू हेरिरहनु भएको छ होइन त्यो हेर्दा चाहिँ हामीलाई यो सिक्किम बिलैपट्टि नै जाँदैछ भन्ने कुरा हामीलाई लाग्छ र यहाँनिर हामीले हेर्नु पर्दा चाहिँ कस्तो छ भनेर अस्तिको 26AA जुन चाहिँ फिनान्स बिल एक्ट भयो है त्यो एक्ट हुँदा चाहिँ त्यहाँ के एउटा कुरा पायो भन्दा चाहिँ त्यसले चाहिँ के छ भने सिक्किमिजको वर्गीकरण सिक्किमिजको डेफिनेसनलाई आयामलाई तन्काएको छ बढेको छ कि अब त्यहाँ लेखेको छ 1975 सम्म कोही मान्छे त्यहाँ बसेको छ जो सिक्किम बाहिर बसेको छ अरे उसको काका बाउ या बाजे कोही पनि छ र उसले दस्तावेजसँग प्रमाणित गर्नु सक्यो भने चाहिँ ऊ चाहिँ सिक्किमिज वर्गीकरणभित्र पर्छ भनेर होइन अन्त अब यहाँनिर हेर्नु पऱ्यो भने त अब सिक्किमले पनि त्यति बेला अलिकति विरोध गरेको हो जुलुसहरू भयो त्यहाँनिर अलिक झगडा पनि भयो धेरैवटा सोसियल मिडियाहरूमा भयो प्रतिक्रियाहरू आए तर त्यसले चाहिँ के भयो के नाप्यो के नि भयो नि त क्लासमा गएर त्यो के भयो एक्ट भयो त्यो त कानुन भएर बसेछ नि त अहिले अब यही प्रकारले देख्दाखेरि पछाडि जब चाहिँ दार्जिलिङ सिक्किममा विलय हुन्छ त्यति बेला पनि कट अफ इयर चाहिँ 1975 नै देखिन्छ अच्छा त्यति बेला समयमा चाहिँ दार्जिलिङ त सिक्किममा पस्यो दार्जिलिङको मान्छे जो जति यहाँ दार्जिलिङको भूमिमा 1975 मा थियो है उसले डकुमेन्ट्री प्रमाण गर्न सक्यो भने त्यति बेला चाहिँ दार्जिलिङ पनि सिक्किमको भूभाग भइसकेको हुन्छ नि त त्यो सिक्किमको हुन्छ भूभाग होइन यो अनुसारले यही रीतिले हो भने चाहिँ 1975 मा दार्जिलिङका मान्छेहरू पनि सबै प्रमाण गर्न सक्नेहरू चाहिँ सिक्किमिज भइहाल्छ सिक्किम डोमिसाइलमा भइहाल्छ यो चाहिँ कट अफ जस्तै तपाईँको आसाममा जब एनआरसीहरू भयो आसाममा कतिवटा प्रोग्राम पोलिसिजहरू फ्याँक्दाखेरि आसाम एकर्ड 1961 लाई चाहिँ के बनाएको छ आधार बनाएको छ नि त बेस बनाएको छ नि त सो कट अफ इयर 1961 भयो 1961 मा आसाममा बसेको कुनै पनि व्यक्तिले एउटा प्रमाण दिन सक्छ बिजुलीको बिल भयो त्यो त अच्छा हामीसँग चाहिँ प्रमाण गर्न सक्ने दस्तावेजहरू छ त दार्जिलिङको नागरिकसँग जो 75 सम्म बसेको होस् अथवा त्योभन्दा अघि त्यो चाहिँ हेर्नु पर्यो है त्यो चाहिँ अब पर्सन टु पर्सन इन्डिभिजुअल डिफर गर्छ क्या अब कसैकोमा छैन किनभने यहाँ चाहिँ म्याक्सिमम चियाबारी छ है उहिले बाजेहरू किनभने 70% जनसङ्ख्या चियाबारीमा छ चियाबारीमा भनेको मजदुरहरू हो उनीहरूसँग चाहिँ उहिलेको कागजपत्र चाहिँ दस्तावेज हो भने चेत पनि थिएन होइन यो चाहिँ हाम्रो भोलिको दिनमा सम्पत्ति हुन्छ यो चाहिँ फाइल गरेर राख्नुपर्छ भन्ने चेत नै थिएन आयो काम गर्यो रसिदहरू पनि राखेन त्यो हिसाबले म्याक्सिमम 75% नै मान्छेसँग कागजपत्र छैन भन्ने कुरा त चियाबारीले नै बताइहाल्छ त्यसो भन्दा साह्रो पर्ने रहेछ नि त होइन यसमा के छ भनेर नि पहिला कुरो चाहिँ यसमा धेरै सरकारले पहिलाबाट प्रोग्राम पोलिसिज फ्याँकिसकेको हुन्छ हामीलाई याद हुँदैन नि त अच्छा अन्त कस्तो छ भनेर एउटा इम्पोर्टेन्ट मिठो प्रश्न तपाईँले राख्नुभयो अनि यो प्रश्नमा चाहिँ के छ भनेर चाहिँ यसको उत्तरमा चाहिँ के छ भनेर जब पहिला चियापत्ती बगानमा आउँथ्यो चियापत्ती बगानमा त रेजिस्टर छ नि त त्यहाँनिर नामको के फल्ना काम गर्दै थियो उसको छोराछोरी पनि छ नि त्यहाँनिर ऊ 1975 देखि मै जन्मेको होस् या पछि जन्मेको होस् तर उसको आमा बाउ
अच्छा श्रमिकसँग नभए पनि मालिकसँग त छ नि त, होइन? बुझ्नुभयो नि तपाईँले? यो चाहिँ यसरी तानिन्छ नि त, लहरे क्या, त्यो लहरे पट्टा भने जस्तो क्या, यसलाई चाहिँ यसरी तानिन्छ ओके। कि काहीँ न काहीँ, बुझ्नुभयो तपाईँले? अब त्यति बेला समयमा कसैको स्कुल पढेको थियो होला होइन, या उसको अब सरकारी कर्म त्यहाँनिर जमिनको थियो होला, या टी गार्डनको हिसाबमा पनि त्यहाँ एउटा कुनै रेजिस्टरहरू हुनुपर्छ। र भारतमा मात्र होइन, यो क्षेत्रमा मान्छेहरू कसरी आए त्यसको पनि त गभर्मेन्टकोमा काहीँ न काहीँ डेटा छ नि त। सायद त्यो डेटा हामीलाई थाहा छैन, त्यो डेटाहरू चाहिँ त्यसलाई निक्लिन्छ नि त। ओके, बुझ्नुहुन्छ? चियाबारी नै सबै समस्याको जड, हाम्रो आर्थिक आधार एकदम दुर्बल भन्नुमा, दार्जिलिङको इकोनोमी दुर्बल हुनुमा म्याक्सिमम चियाबारी हुनु र त्यसको मालिक अरू हुनु। सिक्किममा गाभ्यो भने के हुन्छ? अब यसमा चाहिँ के छ भनेर, यो चाहिँ के हुन्छ भनेर, मालिक चाहिँ को, मैले अहिले भन्दैछु नि, हामीले चाहिँ सोध्नु पऱ्यो नि त। यो दार्जिलिङ डिस्ट्रिक्टको के अरे चियाबारी मात्रै होइन नि त, दार्जिलिङ डिस्ट्रिक्ट त ठुलो छ नि त। दार्जिलिङ, कालिम्पोङ, खरसाङ, मिरिक र सिलगढीको मालिक चाहिँ को हो? त्यो मालिककै हातमा त्यो जमिनै ट्रान्सफर भयो भने त कुरा सकिहाल्यो त। हामीले अहिलेसम्म के गर्यौँ, भुल सुन्नुहोस् त, त्यो मालिकलाई खोजेनौँ त हामीले फल्ना मालिक भन्यौँ, ढिस्का मालिक भन्यौँ, मालिक चाहिँ कहाँ बसिरहेको छ? किरो खाने मालिक छ त्यहाँनिर। त्यो मालिककै हातमा यो जमिन गयो चाहिँ मालिकले आफ्नो प्रोग्राम पोलिसिसमा उनीहरूलाई समेटिहाल्छ नि त। बुझ्नुहुन्छ न? त्यति बेलाको ल एन्ड अर्डर, त्यति बेलाको प्रोग्राम पोलिसिस अलग्गै भएर जान्छ। अच्छा सिक्किम मान्ला, सिक्किमलाई नाफा के छ होइन, नोक्सान के छ? अब केमा भन्नुभयो नाफा नोक्सान चाहिँ? यो मर्जरमा पहिला प्रश्न के भन्नुभयो तपाईँले? सिक्किम मान्छ कि मान्दैन मर्जरमा? सिक्किम मान्छ कि मान्दैन भन्नुभएको? अब यो चाहिँ कुरा के छ भनेर, अब यहाँ सिक्किम मान्छ मान्दैन भन्ने कुरामा चाहिँ सायद म अलिकति यसमा के भन्नु, अलिकति के भन्नु त्यसलाई, मलाई शब्द आएन कि, म त्यसमा अलिक मान्दिनँ म। सिक्किम मान्नुपर्छ भन्ने छैन, मान्नुपर्छ भन्ने कुरा नै छैन। विशेष गरी के छ भनेर, आजको दिनमा यहाँनिर सिक्किम मान्छु मान्दैन भन्दा मैले अहिले तपाईँलाई एउटा कुरा राखेँ, त्यो चाहिँ हो फिनान्स बिल 26/8 है। त्यो गर्दाखेरि लिएर चाहिँ सिक्किमिसको अहिलेसम्म के थियो भन्दा, सिक्किमको मानिसहरूको होइन, हाम्रो 371 एफ छ, त्यसमा सिक्किमको भूमिहरू सुरक्षित छ, सिक्किमिस सुरक्षित छ, हामीले यो गर्नुपर्छ, हामीलाई केही कुरो हुँदैन है भन्ने एउटा नेरेटिभ त्यहाँ चलिरहेको थियो। तर यो फिनान्स बिलमा जुन चाहिँ प्रकारको एक्टमा सिक्किमिसको चाहिँ के भयो, वर्गीकरण बढेर गयो नि त। त्यसमा उहाँहरूले भन्नुभयो, प्रतिक्रिया देखाउनु भयो। त प्रतिक्रिया देखाउँदाखेरि उनीहरूले विरोध गर्दाखेरि केही कुरोहरू काम लाग्यो त? लागेन। उनीहरू नमानेर के पनि भन नि त। सरकारले जे चाह्यो त्यो हुँदैछ नि त। ओके, बुझ्नुभयो न? आजको दिनमा चाहिँ अब राजा रानीले चाहिँ दार्जिलिङ डिस्ट्रिक्ट माग्ने, अन्तिम छोगेल, होपकुकहरू होइन, अन्त उहाँहरूले माग्दा चाहिँ मागिरहने। अब आज प्रजाले चाहिँ नमाग्ने, मेरो चाहिँ प्रश्न त्यो छ। आजको दिनमा चाहिँ हामीले जुन प्रकारको एउटा कुरो भन्दैछ, त्यो संवैधानिक कुरो भएर गयो नि त। अन्त संवैधानिक कुरालाई चाहिँ सिक्किमले नमानेर चाहिँ हुँदैन, सिक्किमको जनता नमानेर चाहिँ हुँदैन। यो संवैधानिक कुरा चाहिँ भएरै जान्छ। राजा रानीले चाहिँ माग्ने, प्रजाले चाहिँ नमाग्ने, त्यो कुरा भएन नि त। र दार्जिलिङको मान्छे चाहिँ, या दार्जिलिङ चाहिँ सिक्किममा भिख माग्न आएको चाहिँ होइन। अच्छा, हामी चाहिँ एउटा संवैधानिक अधिकार खोजेर निकालेर आउँदैछौँ। संवैधानिक अधिकार लिएर हामी हाम्रो पुर्खौली घरभित्र पस्नु खोज्दैछौँ, तिमी जेठा छोराको अधिकार लिएर। बुझ्नुहुँदैछ? सिक्किम चाहिँ हाम्रो घर हो नि त, त्यहाँ हामी पस्नै पर्छ, त्यहाँ हाम्रो अधिकार छ नि त। विभिन्न कानुनले, ट्रिटीले होइन, एक्टहरूले त्यहाँ के गर्दैछ, हामी सिक्किमको हो, यो जग्गा सिक्किमको हो भन्दैछ। भनेपछि लिएर त्यो सिक्किम नमान्ने कुरै छैन। अब 1970सम्म चाहिँ दार्जिलिङको तिरो चाहिँ खाने, तर अहिले दार्जिलिङ चाहिँ मेरो होइन भन्ने, त्यो मिलेन नि त। फेरि के छ भने त्यो एक्ट चाहिँ द रिक्विजिसन ल्यान्ड हुन्छ कि, रिक्विजिसन भनेपछि लिएर चाहिँ त्यो चाहिँ चलाउनु मात्रै दिएको कि, रिक्विजिसन दिएको, रिक्विजिसनको चाहिँ फर्काउनु पर्छै पर्छ। त्यो चाहिँ कम्पनसेसन खाएको छ नि त। सरकार त्यही फर्काउने दिशातिरै छ भन्ने हो तपाईँको, होइन त? हजुर हजुर। त्यही त, हामीसँग त अब यहाँ दार्जिलिङ त मान्ने नमान्ने भन्ने कुरा आएन होइन।
किनभने संविधानले जे तोकेको छ त्यतैतिर जानुपर्ने हो त्यही गोर्खाल्यान्ड आन्दोलन भएको कारणले गर्दाखेरि उल्टो दिशा भएको कारणले उल्टो दिशामा गएको कारणले गर्दाखेरि मात्रै हामी ठिक ठाउँमा पुगेको छैनौँ भन्ने हो त्यो उल्टा दिशातिर लानु पछिल्तिर पनि षड्यन्त्र भयो कि क्या भने अनि एउटा कुरो के छ भने हामीले बुझ्दाखेरि चाहिँ अब किनभने अब यदि सिक्किममा दार्जिलिङ मर्ज भयो भने त हाम्रो दार्जिलिङमा पनि रिसोर्सेस व्यापक छ सिक्किममा पनि रिसोर्सेस व्यापक छ यो भारतको सबभन्दा धनी राज्य अथवा सर्वश्रेष्ठ राज्यको रूपमा स्थापित हुन सक्छ नि त त्यसको डर बङ्गाललाई पनि भयो कि क्या हो भन्ने खालको फिल हुन्छ क्या यसमा चाहिँ के छ भने यो तपाईँको प्रश्नको उत्तर दिँदा चाहिँ विशेष गरी अघि तपाईँले भन्नुभयो नि सिक्किमलाई नाफा होला कि नहोला है बिलैमा चाहिँ या दार्जिलिङलाई नाफा होला कि नहोला है अहिले अब तपाईँले अघि हाम्रो कता कता मिल्दै जाँदैछ कुरा गर्दाखेरि किन आन्दोलनमा पनि 3टा आन्दोलनमा के नाफा तपाईँले यही सोध्नुभयो नि त के चाहिँ नाफा नोक्सान मात्रै सोधेको आज त्यही भयो नाफा नोक्सान म पनि त्यो हिसाबले सोच्छु म त्यो हिसाबले चाहिँ प्रिपेयर थिइनँ म है प्रिपेयर थिइनँ र पनि अहिले म नाफा नोक्सान भन्दा चाहिँ अलिकति क्या अर्कै प्रकारले फेरि मेरो दिमागमा अर्कै कुरा चल्दैछ यहाँनिर नि विशेष गरी आज यही लिउँ न त कि दार्जिलिङ सिक्किममा विलय हुँदा चाहिँ सिक्किमलाई नाफा या नोक्सान त्यसलाई छु र विशेष गरी यो भन्न चाहन्छु म कि दार्जिलिङ डिस्ट्रिक्ट चाहिँ एउटा ठुलो जमिन लिएर आउँदैछ त्यहाँको रिसोर्सेसहरूलाई प्राकृतिक सम्पदाहरूलाई लिएर चाहिँ के गर्दैछ दार्जिलिङ डिस्ट्रिक्ट सिक्किममा आउँदैछ यो आउँदाखेरि चाहिँ सिक्किमलाई नोक्सान चाहिँ हुँदैन विशेष गरी यो लिनुहोस् कि टुरिज्मको क्षेत्रमा दार्जिलिङ एउटा वर्ल्ड ब्रान्ड ग्लोबल ब्रान्ड हो नि अब तपाईँले दार्जिलिङलाई अब इन्डियाकै जग्गा लिउँ न उदाहरण लिउँ न तपाईँ बम्बई जानुहोस् कुनै पनि जग्गा जानुहोस् कहाँबाट आएको दार्जिलिङ सानो जग्गा चिनिहाल्छ तपाईँ इङ्ल्यान्डमा जानुहोस् कहाँको दार्जिलिङको रसियामा जानुहोस् अमेरिका जानुहोस् काहीँ न काहीँ मान्छेले सबै मान्छेले नचिने पनि तर सर्टन पोर्सन मान्छेले दार्जिलिङ के हो चिन्दछ नि त दार्जिलिङ चाहिँ 100 इयर्सभन्दा बेसीको टुरिज्मको लेगेसी लिएर चाहिँ सिक्किमभित्र पस्दैछ जग्गाहरू लिएर पस्दैछ त्यो स्पट्सहरू लिएर पुग्दैछ अहिलेको टाइममा तपाईँले सिक्किमलाई हेर्नुभयो भनेर इन्डियामा कहीँ पनि जानुहोस् कहाँबाट हुन् सिक्किमबाट हुन् दामी वन्डरफुल प्लेस टुरिज्म यस्तो छ हिमालयजहरू छ टुरिज्ममा त फेमस छ नि त अहिले सिक्किम त होइन सिक्किम लद्दाख त मान्छे त्यहाँ जानु चाहन्छ भनेपछि सिक्किम अहिले जगजग छ टुरिज्ममा दार्जिलिङ पनि जोडिँदैछ कस्तो हुन्छ होला सिक्किमको टुरिज्मले कहाँ पुग्छ होला अहिले दार्जिलिङको टुरिज्म सरकार पक्षबाट भन्दा पनि यो प्राइभेट इन्डिभिजुअल्स प्राइभेट इनिसिएटिभमा अहिले धेरै जगजग भइरहेको छ नि त तपाईँले जति पनि देख्नुहुन्छ दार्जिलिङभरि घर देख्नुहुन्छ बिल्डिङ देख्नुहुन्छ होइन राम्रो राम्रो गाडी देख्नुहुन्छ सोरुमहरू देख्नुहुन्छ 25% पनि छैन सरकारको सुन्नुहोस् न कालिम्पोङ देख्नुहुन्छ सिलगढीमा देख्नुहुन्छ त्यो सबै प्राइभेट इनिसिएटिभले गरेको नि हाम्रो खुन पसिनाहरूले चाहिँ पब्लिकले बनाएको प्रपर्टिजहरू हो नि त सरकारले धेरै कम्ती पनि गर्छ ठिकै गर्नु भएको छ उनीहरूले सरकारले गर्दैछ तर जो देख्ने कुरोहरू जुन छ नि यो चाहिँ के गर्दैछ पब्लिकले बनाउँदैछ प्राइभेट सेक्टरबाट छ भन्दाखेरि चाहिँ अब यो कुरो दार्जिलिङको टुरिज्म चाहिँ सिक्किमको जब अधीनमा आउँछ दार्जिलिङ यहाँ सिक्किमभित्र पस्छ भने सिक्किमको त कानुन यहाँभन्दा अलिक कडा छ नि त उनीहरूको पोलिसी सिस्टमेटिक छ उनीहरूको जुन प्रकारको टुरिज्मको सेक्टरहरू जुन प्रकारले साइन्टिफिक प्रकारले चल्दैछ अहिले त्यो चाहिँ यहाँ आउँदाखेरि चाहिँ दार्जिलिङको पनि झकझक भएर जान्छ अब यो दुईवटा टुरिज्म हब जोडिँदाखेरि चाहिँ कस्तो हुन्छ व्यापक हुन्छ त्यो मात्रै होइन अब विश्वमा नै परिचय दिने दार्जिलिङ टी यदि म गलत छुइनँ भने अहिले दार्जिलिङमा 87वटा टी गार्डनहरू छ अब 87 टी गार्डन लिएर चाहिँ दार्जिलिङ सिक्किमभित्र पस्दैछ दार्जिलिङ टी भनेपछि त्यस्तै हो फेरि जहीँ पनि जानुहोस् टीको नाम लियो भने दार्जिलिङ टी चाइनामा पनि दार्जिलिङ टी भन्यो भने सायद हामीले त खास दार्जिलिङ टी त दार्जिलिङमा खानु पनि पाउँदैन होला पिउनु पनि पाउँदैन होला अब त्यो टी चाहिँ अहिले कहाँबाट कता कता छ अब यताउता कोही पर्फर्मिङ कोही नट पर्फर्मिङ है नन पर्फर्मिङ के भइरहेको छ यहाँ अन्त गर्दाखेरि चाहिँ अब यो कुरोहरू चाहिँ सिक्किमको देखरेखमा है सिक्किमको एडमिनिस्ट्रेसनमा पर्दाखेरि चाहिँ अब सिक्किमको टी चाहिँ कस्तो हुन्छ होला दार्जिलिङ टी चाहिँ अन्त यसबाट आउने टुरिज्मबाट आयात टीबाट आउने आयातले नै सिक्किम त धनी भएर जान्छ नि होइन सम्झिनुहोस् न आज सिक्किमको चाहिँ सिक्किमले चाहिँ दार्जिलिङ टीलाई एक्सपोर्ट गर्नु थाल्यो अरे सिक्किमको नाम चाहिँ कहाँ पुग्छ
त्यही त होइन यहाँ त तिनटै छ रिसोर्सेस त हाम्रो टी पनि छँदैछ होइन टुरिज्म छ त टिम्बर पनि त हो टिम्बर पनि छ प्लस भने अहिले हाइडल प्रोजेक्टहरू जुन चाहिँ हाइडल प्रोजेक्ट अहिले यहाँनिर दार्जिलिङ डिस्ट्रिक्टमा चल्दैछ है अहिले सिक्किममा पनि चल्दैछ दार्जिलिङ सिक्किम विलय भएको खण्डमा त दुईवटा हाइडल प्रोजेक्ट मिलाउँदाखेरि त सिक्किम त मेजर एक्सपोर्टर हुन्छ नर्थ इस्ट रिजनमै इलेक्ट्रिसिटीको चाहिँ मेजर एक्सपोर्टर हुन्छ म्यानुफ्याक्चर मात्रै होइन म्यानुफ्याक्चरर मात्रै होइन है भनेपछि लिएर अब यहाँनिर हामीले नाफा नोक्सानको कुरा गरौँ न अन्त यो लाटा हिसाबले गर्दा पनि नोक्सान चाहिँ कि नाफा छ हौ नाफा छ नि त अन्त यो पर्सपेक्टिभली हेर्नु पऱ्यो नि त होइन अब हामीले यो सँगसँगै हामी ह्युमन रिसोर्सेसहरू हेरौँ साइन्सको क्षेत्रमा हेरौँ एडुकेसन क्षेत्रमा हेरौँ व्यापार वाणिज्यको क्षेत्रमा हेरौँ एग्रिकल्चरमा हेरौँ साहित्यको क्षेत्रमा हेरौँ कलाको क्षेत्रमा हेरौँ इतिहासको क्षेत्रमा हेरौँ अझै धेरै क्षेत्र होला सबै कुरो नभनौँ अब यो चाहिँ दार्जिलिङले अलरेडी यहाँ 100 इयर्सभन्दा बेसी के गरेछ 100 वर्षभन्दा ज्यादा यसमा रिसर्च गरेर ठोकेर बन्नेर एउटा बनाएको छ नि त त्यो सब विरासत लेगेसी के विरासत लिएर चाहिँ सिक्किममा पहुँचेछ नि त त्यो इतिहासै पस्दैछ त्यहाँनिर अन्त सिक्किम त इतिहासमा पनि धनी भयो नि त कलामा पनि धनी भयो व्यापार वाणिज्य साहित्यमा दार्जिलिङहरू निकै राम्रो छ नि पहिला अब साहित्यमा त थाम्ने यतै थियो भनौँ सङ्गीतमा त्यो एउटा यो चाहिँ के हुन्छ भनेर नि सिक्किमको लागि चाहिँ एसेट भएर जान्छ टुरिज्म टी हाइडल प्रोजेक्ट अब यो ह्युमन एसेट्सहरू ह्युमन एसेट्स भयो नि त विज्ञ मान्छेहरू यहाँको कहाँको भन्दा सिक्किमको एउटा वन्डरफुल सुन्छ नि त त्यो मात्र होइन हामीले इकोनोमिक दृष्टिकोणबाट हेर्दाखेरि इन्डस्ट्रिजहरूलाई हेरौँ आज सिक्किमको इन्डस्ट्री कहाँसम्म छ रम्फूसम्म नि त हो रम्फू पारी मात्रै हुन्छ तर आजको दिनमा दार्जिलिङ त सिलगढीको भूभाग लिएर आउँदैछ नि त सिलगढी आजको दिनमा एउटा व्यापारको करिडोर एउटा भनौँ बागडोर होइन व्यापार वाणिज्यको नर्थ इस्टदेखि लिएर नेपाल वाणिज्यको राजधानी यता सबै अब मैले व्याख्या गरेर पनि पर्दैन मान्छेलाई अलरेडी थाहा छ अब त्यो भूमि लिएर आउँदैछ त्यहाँ पनि धेरै यस्तो भूमि छ जहाँनिर भूमि के भएछ अब नचलाइकन त्यसै बसेको छ कि अब त्यो भूमिलाई चाहिँ सिक्किमले इन्डस्ट्रिजहरू सेटअप गर्नुमा चलाउन सक्छ नि त आजको दिनमा सिलगढीमा चाहिँ सिक्किमले व्यापारलाई आफ्नो अधीनमा ल्यायो त्यहाँको पोलिसिस सिक्किमले बनाउन थाल्यो त्यहाँनिर जुन चाहिँ नचलाएको त्यो जुन चाहिँ भूमिहरू छ त्यो भूमिहरूलाई चाहिँ त्यहाँ इन्डस्ट्रिजहरू नयाँ थपिन लिएर सिक्किम कहाँ पुग्छ होला सम्झिनुहोस् त आफूले सिक्किम त्यसै धनी हुँदैन नि त त्यही भएर चाहिँ गोर्खाल्यान्डको आन्दोलन गरिएको यता अब त्यो चाहिँ म भन्छु यहाँनिर गोर्खाल्यान्ड आन्दोलन गर्दा यो मात्रै होइन यो गोर्खाल्यान्ड आन्दोलनसित यो अहिले त्यति साह्रो जोड्नु मिल्दैन है यो मिलिँदैन त्यो के भन्नु त्यो सब्जेक्ट विषयवस्तु अनि यस्तो राम्रो बेनिफिट राज्य होइन माने इकोनोमिकली होइन कल्चरली आर्ट जम्मै फिल्डमा चाहिँ एउटा के भन्छ नमुना बनाउन सक्ने स्टेट मर्जर भयो भने यो चाहिँ तपाईँको बिकन हुन्छ क्या तपाईँको नर्थ इस्टको लागि डल्लै नर्थ इस्ट नेपाल भुटान जति पनि छ नि यिनीहरूलाई चाहिँ एउटा के हुन्छ भने एउटा दियो जस्तो क्या एकदम झकझक बल्ने दियो जस्तो हुन्छ आज दिनमा चाहिँ यसरी नै दार्जिलिङ सिक्किम विलय हुँदाखेरि चाहिँ यसको पोटेन्सियल भयङ्करबाट डबल होइन त्यो एकदम के 100% बढेर जान्छ एक्सपोनेन्सियल अब यो मात्रै होइन अहिलेको हिसाबमा हामीले अब इकोनोमिक कुरा नै गरिहाल्यौँ गर्दा एउटा कुरा मलाई याद आयो कि सिक्किमले अहिले मलाई लाग्छ जतिसम्म 6,000 करोड चाहिँ अहिले प्रति वर्ष पाउँदैछ त्यहाँको जनसङ्ख्या 6 देखि 7 लाख छ अब 6 देखि 7 लाखसम्मले चाहिँ 6,000 करोड पाउँदैछ भने यहाँको 18 लाख भोटर लिस्टको मात्रै त्यो अघि सिक्किम डोमिसाइल भन्ने यहाँ एप्लाई हुँदैन नि बुझ्नुभयो यो भोटर्स लिस्टले मात्रै यो तपाईँको पाउँदैछ यहाँनिर 18 लाख अब 18 लाख मान्छेलाई त 18,000 करोड पाउनु पऱ्यो होइन 6 लाखले 6,000 करोड पाउँदैछ भने 18 लाखले चाहिँ 18,000 करोड पाउनु पऱ्यो अब 18,000 करोड चाहिँ सिक्किममा आएर दार्जिलिङको यो जुन चाहिँ विलय भएर एउटा सिङ्गो ठाउँमा 18,000 करोड आउनु थाल्यो भनेर चाहिँ यहाँको रिसोर्सेस बढेर जान्छ इम्प्लोइमेन्ट बिजनेस अपर्च्युनिटिजदेखि लिएर सबै फिल्डमा त त्यहाँ छेलखेल हुन्छ नि त्यहाँ त अपर्च्युनिटी पुरा हुन्छ इम्प्लोइमेन्ट पुरा हुन्छ अब यो देख्दाखेरि चाहिँ सायद
सिक्किमको मान्छे दार्जिलिङमा इम्प्लोइमेन्टको लागि आउनु पर्छ होइन दार्जिलिङमा यति साह्रो इम्प्लोइमेन्ट खोलिन्छ सिक्किममा खोलिन्छ होइन हामीलाई मान्छे चाहिन्छ सबैलाई मान्छे चाहिन्छ र त्यति बेलाको समयमा चाहिँ सिक्किमले अब त्यो फन्डलाई कसरी खेल्नुपर्ने है चलाउनु पर्ने त्यसको नीति के हुनुपर्ने त्योपट्टि पनि त्यहाँ जानुपर्छ अन्त यो हुँदाखेरि के सिक्किमलाई नोक्सान हुन्छ र छैन नोक्सानै कुरा गरौँ नाफा नोक्सानै कुरा गरौँ हामी है पर्याप्त मात्रामा नाफा छ तपाईँको यो दृष्टिकोणबाट गयो भने धेरै किसिमको नाफा र यही तपाईँले अघि भनेको कुरा म जोड्न चाहन्छु यही कुरो देखेर एउटा उत्कृष्ट भन्छ नि उत्कृष्ट एउटा राज्य सर्वश्रेष्ठ राज्य बनिन्छ कि भनेर नै सबल राज्य बलियो राज्य बनिन्छ नै भनेर चाहिँ हामी जस्तो मान्छेहरू बसेको जग्गामा सफल राज्य बनिँदाखेरि चाहिँ केही हुन्छ कि भन्ने कुरा देखेर नै कतै कता चाहिँ यो दार्जिलिङ सिक्किम विलयलाई अलिकति ढिलाइ गर्ने कुराहरू अहिलेसम्म यो केही कुराले थाँतीमा राख्ने कुराहरू भयो जस्तो मलाई लाग्छ कि मैले नि अघि त्यही भन्नु खोजेको त्यही कारण गोर्खाल्यान्डको आन्दोलन गरेर यता डाइभर्ट गरेर होइन खास वेमा अघि तपाईँले भन्नुभयो नि त हामी दुईवटा बाटोबाट गयौँ जानुपर्ने हो तर हामी म्याक्सिमम चाहिँ अधिकांश 40 वर्ष जस्तो चाहिँ राजनीतिक माग गर्ने हिसाबले गयौँ नि त तपाईँले आफै भन्दै हुनुहुन्छ संवैधानिक माग गरेर गएको भए हामी यतातिर जान्थ्यौँ जहाँ चाहिँ स्वर्ग थियो होइन बेनिफिट होइन आर्थिक रूपले सबल थियो त्यो सबल हुनु पाउँथ्यो सबै कुराबाट सबल हुनु पाउँथ्यो भन्ने नि हजुर अब यही त अब आर्थिक रूपले भन्दाखेरि लस प्रफिटमा सिक्किम दार्जिलिङ विलय हुँदा चाहिँ बङ्गाललाई चाहिँ लस छ सिक्किमलाई चाहिँ अवश्य प्रफिट छ यो चाहिँ तपाईँलाई भन्न सक्छु कि अच्छा यही जोडौँ नि त हजुर अस्ति तपाईँ पत्रकार सम्मेलन गर्दै हुनुहुन्थ्यो हजुर त्यो चाहिँ के हो एउटा के छ भनेर त्यसको म एउटा कुरोलाई ल्याउन चाहन्छु त्यो चाहिँ एउटा कुरो के छ भने हामीले यहाँबाट धेरै पत्रचार गरिरहेका थियौँ है र यहाँबाट एउटा पत्र पठाएको थियो त्यो पत्रमा चाहिँ के थियो भन्दाखेरि लिएर चाहिँ सेन्सस 2021 है उहाँ कसले पठाउनु भएको थियो भन्दा चाहिँ रोड म्याप अन ट्रेल टु गोर्खाल्यान्डको अथर श्री कर्म पेम्पा हेसीले उहाँले पठाउनु भएको थियो एउटा लेटर र त्यो लेटरको चाहिँ एउटा के छ भने एउटा रेस्पोन्स आयो हामीलाई है त्यो रेस्पोन्स आउँदाखेरि चिठी के पठाएको थियो चिठी चाहिँ पठाएको थियो कि सिक्किम दार्जिलिङ जो सिक्किममा इन्टिग्रेसन हुनुपर्छ है यो चाहिँ संवैधानिक माग हो यो चाहिँ छिटोभन्दा छिटो हुनुपर्छ र 2001 मा हुने जुन चाहिँ सेन्सस थियो त्यो कोभिडले गर्दाखेरि अलिकति पछाडि है थाँतीमा लाग्यो त्यसलाई चाहिँ अब छिटो हुनुपर्छ अब त कोभिड पनि सक्यो प्रयास चाहिँ होइन र तपाईँले यो सेन्सस गरिदिनुहोस् भन्नेमा चाहिँ एउटा इन्क्वायरी लेटर सेन्ससको रिलेसन के हो फेरि सेन्ससको रिलेसन के छ भनेर चाहिँ अब हामीलाई चाहिँ एउटा सिक्किम विलय हुँदा चाहिँ एउटा के चाहियो भन्दा चाहिँ पुख्ता रिपोर्ट चाहिँ डेटा चाहिँ नि त अहिलेको अप टु डेट यो डेटाहरूमा चाहिँ सेन्सस चाहिँ एउटा एकदम राम्रो डेटा हो कि जसले चाहिँ हामीले संवैधानिक माग माग्नु अनि त्यस पछाडि त्यसमा पोलिसिज प्रोग्राम्सहरू के कसो धेरै कुराहरू छ त्यो चाहिँ एउटा ठिक्क क्या ए यो अनुसार सेन्सस अनुसार बोल्नु लेख्नु माग्नु भन्नु अब कार्यक्रमहरू बनाउनु है धेरै फ्याक्टर छ सेन्ससको यसले गर्दा चाहिँ यो सेन्ससले चाहिँ हामीलाई हाम्रो अधिकारतर्फ नै लान्छ हामीलाई अझै प्लस पोइन्ट भएर जान्छ कि अन्त गर्दाखेरि त्यहाँ म पढिदिन्छु यहाँनिर अस्ति मैले पढेँ तपाईँको पनि यहाँ पढिदिन्छु एउटा मुख्य कुरो के छ भनेर I am directed to refer to your representation dated 3/4/2023 on the subject cited above and to state that your representation dated 9/1/2023 है भनेर भनेको छ यहाँनिर त्यो चाहिँ integration of Darjeeling district into Sikkim and census 2021 as the MHA Ministry of Home Affairs is administratively concerned with the said issues. यहाँ चाहिँ हामीलाई चाहिँ एडमिनिस्ट्रेटिभली कन्सर्न भनेपछि होम अफेयर्स चाहिँ प्रशासनिक रूपले निगरानीमा छ अथवा मतलब कन्सर्नलाई के भन्छ अब के भन्छ कन्सर्न के भन्दैन एक्ज्याक्ट भन्दाखेरि चाहिँ अलिकति दिनमा चाहिँ वी आर अवेर अफ दिस इस्यु वी कन्सिडर दिस एज दिस हामीलाई यो बारेमा थाहा छ एउटा मात्रै सरकारी यहाँनिर चाहिँ एडमिनिस्ट्रेटिभली कन्सर्न भने त प्रशासनिक रूपले यो मुद्दा बारेमा हामीलाई जानकारी छ भन्ने कुरा चाहिँ यो चाहिँ सेट इस्युज यो माथिको इन्टिग्रेसन अफ दार्जिलिङ डिस्ट्रिक्ट इन्टु सिक्किम र सेन्सस 2021 है यसले चाहिँ हामीलाई अलिकति यसको ध्यान अलिकति हामीलाई आकर्षण तपाईँको चिठीको दुईवटा माग थियो एउटा सेन्सस थियो एउटा अर्को के थियो
इन्टिग्रेसन अफ सिक्किम दार्जिलिङको मर्जर थियो र यहाँ भनेपछि त्यही दुईटा बारेमा चाहिँ उनीहरू कन्सर्न छ भनेको कन्सर्न छ विथ द सेट इस्युज भन्दैछ नि त यस विथ द सेट इस्युज मिनिस्ट्री अफ होम एफेयर्स इज एडमिनिस्ट्रेटिभली कन्सर्न नट ओन्ली कन्सर्न मात्रै भनेको भए वी आर अवेर अफ दिस भनेको भए अर्कै हुन्थ्यो नि त तर सरकारी रूपले नै अब मतलब त्यसलाई अब के भन्ने यसलाई हामीले ओभर इन्टरप्रिटेसन दिन सक्दैनौँ है यो शब्द काफी छ यो शब्द काफी छ र यसमा चाहिँ के छ भनेर आजको दिनमा हामीले गोर्खाल्यान्डको लागि चाहिँ हामी 40 वर्ष दियौँ भनेदेखि हामीले सिक्किम विलयको लागि 1-2 वर्ष नदिने होइन एउटा प्रश्न नि के एउटा मौका नदिने सिक्किम विलयलाई किन सिक्किम विलय त संवैधानिक रहेछ हामी त सिक्किमकै यहाँ जमिन हो हामी सिक्किमकै बासी हौँ अहिले यहाँनिर संवैधानिक प्रकारले मिलेको छैन यहाँनिर नभए त हामी त्यही हो नि त्यही रुखको बिरुवा त्यहाँ फल्छ त्यही यहाँनिर फल्छ त्यही टिस्टा रिभर छ त्यही जातका मान्छे उता त्यही जातका मान्छे यता होइन हामी त केही कुराले गर्दा मात्रै अलिकति उयो भयो नि त होइन र विशेष यहाँ के छ भनेर यो चाहिँ दार्जिलिङ डिस्ट्रिक्टको जनताले कहिले माग्ने दार्जिलिङ सिक्किम विलयको रेसको घन्टी चाहिँ बजिसक्यो बेल चाहिँ ठङ गरेर बजिसक्यो के यो रेसमा भाग नलिने सरकार पनि भित्रीय तहमा आफ्नो तरिकाले यस सम्बन्धमा काम गरिरहेको हो कि भन्ने खालको तपाईँको कुराबाट बुझिन्छ सरकार आफै इन्ट्रेस्टेड छ भन्ने अब यो चाहिँ गोर्खाहरू अलि संवैधानिक हाम्रो संवैधानिक अधिकारको कुरो पुरो हुने चाहिँ यहाँ प्राय हामी देख्छौँ अस्ति मैले भने 5th सेड्युल यहाँ लागि भयो है अब सिक्किममा जुन प्रकारको अब के अरे सिक्किमको जुन चाहिँ वर्गीकरणको आयाम उभएर गयो त्यहाँ पनि त अहिले अलिकति अफरातफरी नै छ बुझाइ उहाँको अर्कै हुँदैछ यो त हुँदैन रहेछ भनेर अब यो संवैधानिक रेस दार्जिलिङ सिक्किम विलयको संवैधानिक रेस सुरु हुँदा चाहिँ के यसमा हामी भाग नलिने अब है कि हामीले अघि जस्तै अब 3टा इमोसनल आन्दोलन गऱ्यौँ जहाँ भावनात्मक आन्दोलन भएको छ कि त्यहीपट्टि बग्ने कि अब हामी हाम्रो साँचो अघि बढ्यो भने न जेठा छोराको संवैधानिक अधिकार खोज्ने दार्जिलिङ डिस्ट्रिक्टको सिक्किम चाहिँ हाम्रो पुर्खौली घर हो अब हामी घर नपस्ने कि बाहिरै घुमिरहने दार्जिलिङले निर्णय गर्नुपर्ने भयो नि त एकदमै यो चाहिँ थ्याङ्क यू पावलजी आजलाई हामी यति नै कुरा गरौँ अर्को पालि चाहिँ त्यो अस्ति हामीले जुन 5th सेड्युलको कुराहरू थियो त्यसमा 1-2वटा प्रश्नहरू अझै गर्न बाँकी छ अर्को एपिसोडमा त्यो कुराकानी गरौँ ल अहिले पवलजीसँग थिएँ म तपाईँलाई थाहा छ म पवलजीसँग 3-4टा एपिसोड भइसक्यो र अझै निरन्तर बढेर गइबस्छ किनभने इस्युजहरू आइबस्छ त्यसपछि म उहाँलाई सोधि नै बस्छु यो साथीभाइको गफ हो जसरी तपाईँहरू साथी भेटेर टेबल बसेर गफ गर्नुहुन्छ त्यसरी नै हामीले गफ गरेको हो उहाँ अलिकति त्यो विषयमा जानकार हुनुहुन्छ अलिकति स्टडी गर्नुभएको छ 14 वर्ष त उहाँले यो संविधानिक कुराहरू क्षेत्रको औचित्यको कुराहरू बारेमा स्टडी गरिसक्नु भएको छ कतिवटा सबै कुरा उहाँको तपाईँलाई ठिक नलाग्ला तर एउटा इस्यु हो त्यो माथि तपाईँले पक्कै पनि अध्ययन गर्नु पर्यो किनभने एउटा चिज चाहिँ कस्तो हुँदैछ अचेल भने गुगल कोट्यायो अनि त्यो गुगलले दिएको इन्फर्मेसन अथवा एउटा सानो किताबमा के भेट्यो त्यो इन्फर्मेसनको आधारमा त्यसको उत्तर खोज्ने कामहरू सुरु भइसक्यो किनभने एउटा चिज बुझ्नुको लागि बहुत समय लाग्छ बहुत जीवन दिनुपर्छ चिजलाई बुझ्नुको लागि किनभने जहिले पनि राजनीतिमा म्यानिपुलेट गर्छ हाम्रो दिमागलाई हाम्रो समाजलाई हाम्रो सोच्ने तरिकालाई जम्मै त्यसकारणले गर्दाखेरि पनि हरेक कुरालाई फुकी कोट्याइ हेर्नुपर्ने स्थिति हुन्छ त्यसकारणले गर्दाखेरि पावलजीको कुराहरूलाई पनि ध्यान दिनु होला किनभने यो डिस्कोर्स हो समाज चाहिँ डिस्कोर्सबाट छुट्टिएको कारणले गर्दाखेरि हामी यो स्थितिमा आएका छौँ अब केही डिस्कोर्सहरू अघि गर्दै जाउँ कि भन्ने हामीले सोचेका छौँ अर्को पालि फेरि भेट्छौँ धन्यवाद